तिमी मसँग दुईचोटि दौड्दा पनि सकेन होइन के गर्छौ त नसक्ने कुरालाई सकेन भन्दै पर्यो होइन सबै जम्बाट हुने बेला अनि यो टच गर्ने बेला उहाँले गरिदिनुहुन्छ सिल्भर भयो भनौँ त्यो रातो सिल्भर र रेड सिल्भर र रेड राम्रो के गर्ने ब्याटिङ गर्ने हामी फिल्डिङ ल हामी फिल्डिङ गर्नु हामी को अरे कति एक ओभरमा चाहिँ कि 3 ओभर अलि उ गर्नु पर्यो के बाउन्ड्री सेट हान्नु पर्यो नि त अहिले होइन एकजनाले 2 ओभर गर्नु पाउने है गर्छ रन यति 4 ओभर गराउँ 4 ओभर एकजनाले 2 ओभर गर्नु पाउने हामी गर्दैनौँ नि त फेरि हामी त ब्याट्सम्यान हो 4 ओभर एउटा बाउन्ड्री बाउन्ड्री पनि गरौँ त बाउन्ड्री गरौँ रेखो गाडौँ रेखो ढुङ्गा माने भएको क्या हो त्यो उ गरौँ पर्छ त्यसलाई यताको लागि पर्खाउनु है कहाँ ढुङ्गा ओइ बाउन्ड्री है बाउन्ड्री यता पनि गरौँ हुन्छ नि त त्यति भने यो गएर चौका यो भन्दा उता गयो भने अग्लो गयो भने छक्का अनि बुझेर गयो चौका है ल यो ढुङ्गा हाल्नु त सुनि सर यहीबाट चाहिँ त्यहाँबाट ढुङ्गा हाल्नु क्या टाढा हुन्छ यतितिर ढुङ्गा हाल्नु नि उ गर्ने हो ओरे आउनु ओरे ढुङ्गा हाल्नु यो चौका नजिक भयो कि ने हौ यतिबाट गरौँ क्या यो के चौका नजिक भयो कि यहाँ को त्यो बल उल्टै उल्टै नि त के ल्याउनुहोस् त त्यो यहाँ हान्ने अलि उतै गरेर पनि भयो धेरै उठ्दैन धेरै चल्छ भाइ यति गर है हेलो हुन्छ ल अनि पारीको एउटा गरौँ पारी पनि ठाउँ ठाउँ ठिकिला ठोकेर तपाईँ फिल्डिङ गर्नु तपाईँ पछाडि खासै बल जान्न तपाईँ उहाँलाई उता पछाडि के अघि हो अब त खतरा जान्छ नै पछाडि के त्यही त पछाडि तपाईँ किपिङ उहाँ के नै तपाईँ किपिङ गर्नुहोस् के मैले बोलिङ गर्दा हजुर यतै आउँछ उसको बल यता आउँछ यता रन लिने होइन बोलिङ गराएको हेर्नुहोस् हेर्नुहोस् है यो हो र म कताको पार्टी हो अरे तपाईँहरूको उको ब्याटिङको पार्टी हो हाम्रो बस्नु तपाईँ म सुनिल सर ए हाम्रो तुल्छ सुल्तान सर हाम्रो तुल्छन् सर हाम्रो ए ल ल तपाईँ त यता सर उतापट्टि हो क्या ए मौसी आइ त बसे भयो तपाईँ बसे भयो उताको उयो ढुङ्गा हो यतापट्टि एउटा गरौँ त भइसक्यो क्या ढुङ्गा त्यो ढुङ्गा हो क्या त्यो ढुङ्गा उडेर गयो भने छक्का भइहाल्छ नत्र त्यो चौकै मान्ने हुन्छ क्या ल यहाँबाट यताबाट सर यताबाट यता यता उ त्यो के उ त्यो पर होइन बोलिङ हजुर उता जानुभयो कि यता सिधा हुनु उता पनि छक्का यसको सिधा आउनु पर्यो यसको अलि अलि यहाँ रेखा साहब जानु होला फेरि हाम्रो केही काम अलिपछि ब्याटिङ गएपछि तपाईँ आउट भएपछि हो क्या त्यो ढुङ्गा यतातिर राखिदिनुहोस् त ओके त्यो धेरै उता भयो के त्यो उल्टो भयो यता आउनु पर्छ फिल्डिङ पनि लिनुलाई जुम गरेर फिल्डिङ पनि खतरा फिल्डिङ गर्ने हो रेडी है अब बलिङ स्टार्ट मलाई त हात उहाँले बिल झरेको आउट होइन कि आउट नमान्ने त्यसलाई यहाँ त कहाँ स्टम्प बस्ती बल्छ तेर्सोमा हो ए अब म आउने कसरी म के जोड्ने ए म दौडिदिन यस्तो के सुन तपाईँले फुल्टो पाउने त काटिदिने सर ने फिल्डिङ गर्ने डिस्टर्ब भयो चिन्ता राम्रो झिकाइदिन्छु म यार आउट गरेर थाहा हुन्छ अब क्याच बल यस्तो त काहीँ थाहा भयो अलि सोलो उहाँ त नजिक भइदिनु सर उहाँलाई चौका दिने हो क्या हामी नजिक भइदियो होइन उहाँलाई त आउट गरेर ल्याउँछ सर ल गरे वान्स मोर बरु उहाँले एक रन ल्याउनुलाई नपत्याउने खेलाडी ल दौड्यो रनिङ यति नजिक जा ठोकिहाल्छ नि त होइन माग्नु हानिहाल्छ नि बाहिर जान्छ अलि यता कति बल भयो 3 बल तीन भयो तपाईँको ओभरमा सिकामै सिदिनु भयो क्या यस्तो नहुन सक्छ यता वा के भयो अरे वाइट यो धेरै टाढो भयो बाउन्स गरेपछि थाहै नपाइने के कता ल
गर्नु त तपाईँहरू त छक्कै छ हान्दिन नि फेरि सिधै 6 बलले 6 हुन्थ्यो हङकङ 6 भुलिहाल्छ के ब्याट छोटो हुन्छ हङकङ 6 होला लास्ट बल लास्ट बल छ मेरो तर यस्तो खेल्नु पर्यो नियम भनेको फुल टस बल बाउन्स नखेल्ने बाउन्स यो अगाडिबाट हान्न सक्यो त हैन जति हाने हान्नुस् अहिले त फुल टस हुन्छ हैन जस्तो नि पाइयो नि खेल त भयो नि ल ल अनि यहाँ बल उफ्रिदैन के आउट 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 रे ठिक आउट एक राउन्ड भइन त हामी एउटा ल्याए चाहिँ जितिनु त अब रोक्नु पर्छ है यता हाम्रो टाइममै नि कहाँ बस्ने हामी के गर्ने अरे कहाँ बस्ने कहाँ यही हो यहाँ हामीले त छोप्नीमा बस्नु पर्यो हैन रेडी हो रेडी एक राउन्ड ल्याए जितिनु के एक राउन्ड फुल टस हान्दैन है भयो के हान्नु तर अब चाहिँ सरलाई बलिङ दिनु होइन सर अनि फुल टस